अलिक यसो निचारेर क्या यसो खुवाइदेऊ न लाटी कस्तो मान्छे रहेछ यसो गरेर खुवाइदेऊ न अझै खुवाइदेऊ ल नाम के भन्नुभयो टिका लगाइदिनु तपाईँले ल नाम के भन्नुभयो स्वस्ति नरेन्द्र नेपालमा यता यता फर्किनु एकछिन नखानु न एकछिन हिँडा गर्नु न हिँडा हुन्छ 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 जानु छ उहाँको सबै त्यहाँ अब सिक्किमतिर पनि देख्छ कस्तो गर्दैछ दोरेला ल जिब्बै बाहिर निकाल्नु त यसको सँग एकदम मजाले शान्ति गर्ने हैन यसलाई नि बाटेको त हुन्छ बाटेको त यहाँ छ यो देखाउनु त एउटा डल्लो निकाल्नु डल्लो यस्तो डल्लो हुन्छ नि यस्तो डल्लो 3 या 9वटा डल्लो ल्याउनु ल यो बाटेको अनि तेल ल्याउनु दिपुका यस्तो तेल यो तेल छ नि ल बाटेको त 9वटा यस्तो बोकामा हुन्छ त्यसको अनि सूची जस्तो भयो सूचीको कामहरू पुरा हुनु खोज्छ फेरि स्वाट्टै कता मान्छे जस्तो हुन्छ क्या पढ्नु दिएको छैन नि त केही चिजले भनेको बुझ्नु नि उसले ऊ त पढ्ने मान्छे हो नि तर हावाले दिए नदिएपछि के गर्ने आफूले त तपाईँहरू त बल गर्नुहुन्छ जति पढ कि पढ है भनेर कराएको होइन जोडले मात्रै करले मात्रै गर्दैछ यसले दिएको छैन हावाले क्या कुरा बुझ्यो ल अब यसो हलाउनु मात्रै बिस्तारै हलाउनु हामीलाई यसो धेरै नलाग्नु थोरै फेरि फेरि देखाउनु यो नि यो जुन दबाई हुन्छ नि दबाईले पुरा मालिस गरेर खोलिन्छ नसा खोलिने गरेपछि अझै बल गर्ने माथि लाने अझै माथि यो अब नि अझै खुलिसकेपछि यहाँ डर मानिसहरू खुल्छ ल जय शिव शम्भु मालिस गर्नु सक्छ थुप्रो लाग्छ अझै 90 दिन जति लाग्छ डेली गरिराख्नु मालिस कि खुल्छ पुरै अब एकचोटि आउनु पर्छ अहिले तत्काल आउनु पर्दैन ल अघि जति नि यहाँ मालिस गऱ्यो नि यहाँ जति गर्दै गयो होइन अलिकति दबाई लिएर आउँछ त्रिशुलले घोप्दिनु यो त सानो त्रिशुल ठुलो त्रिशुलले हानिदिन्छु राम्रो पढ्नु दिनु ल ल जय शङ्कर शम्भु भोलेनाथ हर हर महादेव शान्ति गर्दै ल शान्ति शान्ति यसलाई शान्ति गर्दै आजदेखि यसलाई चलाइस् भने तेरो मुटु कलेज निकालेर खाइदिन्छु म आजदेखि यसलाई चलाइस् भने तेरो मुटु कलेज निकालेर खान्छु म बुझिस् जा अहिले दुःख नगरी जा दुःख नमानी जा ल दुःख नमानी जा खुट्टा अलिकति तान्दिनु त्यसको भयो भयो तपाईँले नसु जय शङ्कर शम्भु भोलेनाथ यस टाइमलाई रोक्नै सक्दैन ल अब सक्दैन ल अब पास पास भइसक्यो नि यहाँबाट हानिदिएपछि सक्यो अब एकचोटि उसलाई यता 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 बढाउनु यता अब यहाँ भयो